हाई गाइज, हामी चाहिँ यसो इभिनिङ वक आएर हावा खाँदै गरेको अवस्था होइन। अनि अहिले साह्रै गर्मी छ, हङकङमा 40 डिग्री नै पुगेको छ। एसी 3-4वटा एसीले पनि थाम्दैन, कति साह्रो गर्मी छ। अनि सो हावा खानु त आएको फेरितिर, रुखपात पनि छैन। अनि साह्रै गर्मी छ है गाइजहरू। के कस्तो छ तपाईँहरूको अवस्था पनि अपडेट गर्नु होला। अनि अब यस्तो छ, न डाँडा काँडा छ, न रुख बिरुवा नै छ होइन। कताबाट हावा पनि आओस्, हामीलाई त गाह्रो भइरहेछ हौ। के गर्नु, यस्तै छ जिन्दगी। यो कङ्क्रिटको सहर छ। अब रुखपात भए पनि पो यसो हो हल्ला हावा आउँछ त होइन, छैन। के गर्नु, यस्तै छ गाइजहरू हाम्रो अवस्था चाहिँ होइन। तपाईँहरूको के कस्तो छ यसो अपडेट गर्नुहोस् भन्न चाहन्छु होइन। यस्तै छ, गाह्रो छ, गाह्रो साह्रो पनि बिहोर्नै पर्यो जिन्दगीमा होइन। अब हाम्रो नेपालमा त रुखपात हुन्छ, हराभरा हुन्छ होइन। अब हावा पनि चारैतिरबाट आउँछ, यहाँ त कहाँबाट आउँछ, हावा पनि आउँदैन। गाह्रो छ हो गाइजहरू, त्यही छ, के गर्नु। गाह्रो छ। समुद्रले पनि हावा फाल्दैन, यो ठुल्ठुलो बिल्डिङले पनि हावा फाल्दैन। एकदम गर्मी, साह्रै गर्मी भएको अवस्था छ। हामीलाई त के गर्नु र, के गर्नु, हावा छैन। अब यसो हेऱ्यो, टुलु हेऱ्यो, गर्मी हफ बस्यो, त्यही छ है हाम्रो जिन्दगी। के गर्नु, गाह्रो छ।